ल हामी यो गान्द्रुक हुँदै त्यसपछि माथि टाढापानी अनि कहाँ आएर बस्यौँ बनठाँटी अनि त्यस पछाडि चाहिँ देउराली हुँदै यहाँ आइपुग्यो घोडेपानीको लागि। अनि आउँदाखेरि यहाँ गजबको दृश्य देखियो, माछा पुछ्रे अनि अन्नपूर्ण थर्ड, अन्नपूर्ण फर्स्ट भन्दो रहेछ, गङ्गापूर्ण पनि भन्दो रहेछ। त्यो रेन्ज हामीले यो ठाउँबाट गजबको तस्बिर हामीले लिनु भ्याएका छौँ, भिडियो। अनि हजुर यो धौलागिरी है, ऊ त्यहाँ तल घोडेपानी छ, ऊ त्यहाँ माथि टावर, त्यो चाहिँ पुनिल हामी जाने हो। अनि हाम्रो यात्रीहरू हुनुहुन्छ यहाँ किशोर रिजाल, अनि त्यस पछाडि राजीव बन्जारा, अनि यता हुनुहुन्छ गायत्री शर्मा। अब विश्वास नगर्दा यत्रो 2 दिन उक्लेर आउनु भएको छ होइन। अनि उहाँ चाहिँ मजाले हेर्ने सीताराम रिमाल, अनि उहाँहरू 2 जना एकदम हामीलाई छक्क पारिदिने अतुल्य रिजाल अनि आभूषण रिजाल। 9 र 10 वर्षको बच्चाहरू, हामीलाई बच्चा नबन्नु भन्छन् तर एकदम हामीलाई छक्क पार्ने गरेर हिँडेछन्। अनि सँगसँगै यो चाहिँ बद्री पौडेल। म त हिँड्न त जहाँ पनि हिँड्ने, आज के भएको नि। ल यो पुरै यो चाहिँ हिमालय रेन्जको। अनि कहाँ रहेछ त यो भन्दाखेरि वेलकम टु थाप्ला डाँडा घोडेपानी 3165 मिटर। ल ओके।